Hello everyone, welcome to my channel. मेरो ब्लगमा तपाईहरुलाई हृदयबाट स्वागत छ. आफ्टर लङ टाइम फेरि पनि म ब्लग बनाउँदैछु. लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला. आज चाहिँ म एक्रोनको एयरपोर्टमा छु. म र मेरो मिसेस चाहिँ हामी मायामी जाँदैछौँ अनि हामी प्लेनलाई वेट गरिरहेका छौँ. तर मेरो फ्लाइट चाहिँ बेलुकाको थियो अनि मैले अघि बिहान इमेल पाएँ. इमेल पाउँदाखेरि मैले 8 बजेतिर इमेल पाउँदाखेरि 10 बजेको चाहिँ मेरो फ्लाइट छ भनेर इमेल पाएँ. अनि त्यो भएको कारणले राम्रो मुख पनि नधोइकन छिटो ब्रस गरेर छिटो मुख धोएर हिँडेको फुस्रो देखिरहेको भएको होला. हामीहरू चाहिँ मायामी जाँदैछौँ आज. अनि म त्यहाँ के छ म सबै कुराहरू तपाईँलाई अपडेट गरिदिनेछु. यो चाहिँ हाम्रो डे 1 नै हो. तर मेरो बेलुकाको चाहिँ थियो फ्लाइट. तर अब मर्निङमै भएको कारणले यसलाई मैले डे 1 को भ्लगमा तपाईलाई के हुन्छ कस्तो हुन्छ सबै कुरा म तपाईलाई अपडेट गर्नेछु है त. के भन्दैन के भएर आज मेरो मिसेस त्यतिकै आएको आज यस्तो भएर डिले भयो भनेर डिसाइड गर्नु पनि म अगाडि आएँ चाहिँ हो त्यस्तो मेरो अन्ना हेर्दा कति उठेर मात्र आएको मैले आधी साउन्ड बिर्सेर आइपुगेँ. छोरा मान्छे चाहिँ नेचुरली ह्यान्डसम हुन्छ क्या. छोरी मान्छे हेरेर चाहिँ लिपस्टिक पाउडर दल्नै पर्छ. हामी चाहिँ नेचुरलै ठिक छ. हामी चाहिँ प्लेनमा चढ्न गइरहेका छौँ. यसरी कुदिरहेका छौँ है त. अन्जना केही भन्दैन. आज पर्खाइ चाहिँ डरै भयो हाम्रो होइन. ठिकै छ. ल हामी प्लेनभित्र चढिसक्यौँ. अन्जना थोरै केही भन्दै अब कस्तो भइरहेछ? राम्रो भइरहेछ. अब गएपछि अपडेट गर्छु. फर्स्ट टाइम हो अन्जनाको चाहिँ. मेरो चाहिँ मेनी टाइम्स. मेरो चाहिँ डरफ भयो चढेको प्लेनमा. मेरो मिसेसको चाहिँ फर्स्ट टाइम हो. ल हामी चाहिँ उड्यौँ. यो कुद्यो. म तपाईँहरूलाई माथि उडेको भ्यूलाई पनि देखाउनेछु. ल यो मजाले कुदिरहेको छ. अन्जना कुदिरहेछ है. म तपाईँलाई माथिको भ्यू पनि देखाउनेछु है. यसरी गइरहेको छौँ हामी चाहिँ. अन्जना सही आइपुग्यौँ ओर्लान्डोको एयरपोर्टमा. अन्जना कस्तो फ्लाइट? राम्रो. अन्जना त निदा एकछिन भए पनि हामी चाहिँ ओर्लान्डोको एयरपोर्टमा आइसकेका छौँ. मायामी आइपुग्यौँ है त हामी. ल मायामीको एयरपोर्टमा आइपुगेको छौँ. अहिले गाडी रेन्ट गर्न आएको छौँ. त यहाँ अलरेडी बुक गरेको थियौँ कि यहाँ गाडी पिकअप गर्न आएको छौँ है त हामी. हामी होटेलमा आइसकेका छौँ. चेकिङ गरिसकेका छौँ होटेलमा. अन्जनाले किसाइरहेको छ. हामी चाहिँ होटेलमा आएको छौँ. कुदाइ राम्रो भइरहेको छ. हामी होटेलमा आइसकेका छौँ. भर्खर आइपुगिसक्यौँ. अब कति बज्यो अन्जना? 6 बजी आइपुगिसक्यौँ होइन. अनि हाम्रो 6 बजी आइपुगेको 6th फ्लोरमै हो. हामी जाँदैछौँ अहिले चाहिँ 6th फ्लोरमै. ल हामी चाहिँ रुमभित्र पसिसक्यौँ. यस्तै रहेछ यहाँको रुम. यस्तै रहेछ फोल्डिरहेको. यहाँदेखि यो दामी देख्ने ठाउँहरू चाहिँ यस्तो छ. हामी टक्क वाइफरुम आइपुग्यौँ. यता रुमभित्र पनि टक्क भर्खर आइपुगेको. म एकदम थाकिरहेको छु. के भएर कुदाइ ज्यादा भएर होला थाकिरहेको छु. रुम यस्तै छ. के अरे अनलाइनमा त ब्युटिफुल देखिरहेको थिएँ. ठिकै रहेछ. त्यस्तो नराम्रो न ब्याड छैन. ठिकै रहेछ. मलाई राम्रो लाग्यो. अहिलेको यो भोइसहरू चाहिँ मैले फोनमा त्यत्तिकै कनेक्ट गरेर बोलिरहेको छु. मेरो अर्को मैले माइक्रोफोन चाहिँ ल्याएको थिएँ. वायरलेस माइक्रोफोन छ. वायरलेस माइक्रोफोन कहिलेकाहीँ जिब्रो पनि लाटिहाल्छ क्या. अनि त्यो चाहिँ म भोलि डे 2 मा कनेक्ट गर्नेछु. अहिले चाहिँ डे 1 मा यस्तै भइरहेको छ. आज भने जस्तो कति कुरा भइरहेको छैन. बिहान हाम्रो फ्लाइट चाहिँ हाम्रो अघि मैले भने नि हाम्रो फ्लाइट चाहिँ 6:30 को थियो. बिहानै हिँड्नु परेर कतिवटा कुरा हामीले घरमा छोडेर आएका छौँ क्या. आज सोचे चाहिँ जिन्दगी रहेन रहेछ भने जस्तो भइरहेको. यस्तो छ है. हामी चाहिँ हाम्रो कपडाहरू ब्यागहरू राखेर खाना खानु गयो
जान लागेका छौँ। भोक लाग्यो, साह्रै भोक लाग्यो। बिहान केही नखाइकन गएको। यहाँ नजिक इन्डियन रेस्टुरेन्ट रहेछ हो। हामी खाजा खान जाँदैछौँ। के अर्डर गर्छौँ हामी तपाईँलाई देखाउँछु ल। आज त साह्रै गलेछु कि अनि यस्तै छ आवाजहरू चाहिँ आजको दिन। त्यसमा आएको छौँ ग्रिल हाउस अरे हो, इन्डियन रेस्टुरेन्टमा आएको छौँ। तपाईँलाई भित्र देखाउँछु है त ल। अन्जना भोक लाग्यो? यो हङ्ग्री सो मच। यस्तो रहेछ जल्लो लल्ल पलेको छ। म इन्टर हुँदैछु भित्र है। हाम्रो सामान आएर मैले नि अलिकति खाइगएँ हो भोक लागेर। यो अर्डर गरेको छौँ। यो के अरे अन्जना? नान अरे हो। मेरो मिसेस साह्रै भोकाएछ मभन्दा धेरै त। यो नान, यो लस्सी, यो के भन्नु उखु झोल जुस